सजिलो हामी KFC खान आइरहेको छु यही भाइ आमा गरेर देखाइदे भाइले लेग पिस खाइरहेको छ ठुलो भाइ म छ्यामा आएको चोप्ने चोप्ने छ्यामा पनि गर्छ छ्यामा हुनुहुन्छ अल्टिमेट प्याक खाएको ठुलो सबभन्दा छ्यामा सानो चाहिँ खाएर चाहिँ मान्छे त ठुलो त्यो चाहिँ मणिपालको छेउमा हस्पिटल आएको थियो हामी हस्पिटलमा राम्रो रहेछ रिपोर्ट अब चाहिँ एमएनएको छ फेभरेट हो नि हो क्या खाइदिन्छ हड्डी छानेर आमा 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 कसरी नक्कल हौ भाइ झरी जान्छ है भाइ मिठो मिठो कति मिठो है भाइ वाउ भन्नु त भाइ वाउ आइज कस्तो मन खाएको मेरो भाइले वाउ वाउ पानी परिरहेको छ बाहिर ल आफू खाएको भिडियो गर्दै बस आफू खाऊ पानी 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 जुस याद गरिसकेको याद गरेको छैन चिन्छ याद गरेको छैन यो KFC खानु पर्छ यो KFC खाँदै खाँदै छिटो म त KFC खाएको भन्नु त यो बोल्नु भएपछि त वाक्क लाग्छ नि KFC खानु जाउँ भनेर है त्यो कस्तो दामी खाइन्छ चिच्ची खाऊ भयो भाइ लागेन यो खानु त हो यो खान्छ त म चाहिँ हामी दिदिन लाग्यो बट्टामा हालेर बोकेन त्यहाँदेखि बच्चालाई नदेखा पनि बच्चा हुन्छ भाइले खाएको डल्लै भिडियो गरेको छ भाइ के लाग्यो त्यसरी होइन त्यसरी खान्छ त्यसरी खान्छ स्टोभमा खेलाउनु जाँदछ ए पक्रिने जग्गामा चाहिँ उयो रहेछ नि त मासु मासु त्यही भएर खेलाउँदैछ खानु नि दुधबाट त्यो थियो दुध एकपल्ट मात्रै दुईवटा दिएको अस्ति दुईवटा मात्रै थियो नानी देखेर अस्ति त सानो सानो एक जग्गा ठुल्ठुलो सानो सानो एक जग्गा ठुल्ठुलो एक जग्गा थियो ठुल्ठुलो चारवटा ठुलो सानो लगिदियो आशिष के गरेको नाङ्गै बनाएर यिनीहरू त नहाल्दै एकचोटि गाँसमा खाने उयो मेरो मैले बाहिर बाहिर कता खाएको त यो मासु म अहिले भरे एउटा दुईजना चाहिँ लगिदियो लोग्नु नि ए सर एकछिन नाङ्गो भएको जिनिस कता हो त्यो मासु ल्याउनुहोस् टिका पनि बोले खान्छ दुधो खान्छ नानी त्यो खाने खान्छ मेरो त्यो केमा यो छैन नि जग्गा यो झोला मालिमा हुन्छ प्याक गर्छ त प्याक गरिदिनु नि बेसी नखाँदैन झुन्डी छ हामीले त निस्किनु अलग्गै के हो भाइ यो पनि खान्छ यो पनि खान्छ यो पनि खान्छ हड्डी खान्छ त्यही भएर शान्ति भएर लाग्दैन है लडेको थियो गाडी किनी माग्दा पनि त्यसो गर्दैन हौ उसले क्याप्स हुन्छ त्यही भएर यसलाई म गान्तोक घरतिर बजार गएको बेलामा नि क्याप्सी खुवाइदिन्छु आफू नखाए पनि यसलाई खास 500 मात्रै खाना थियो कि तिम्रो माया लाग्यो तिमीलाई पनि ल्याइदिएको नि 700 को लागि 800 बस्यो माया लाग्यो ल्याइदिएको नि
नानीले 5 रुपियाँ खाँदैन नि 5 रुपियाँ खान्छु भन्ने लोग्दै लु आफू खाएको भिडियो गर्दै बसाएको खाऊ पानी अरे त्यो जुस याद गरेछ तिनीहरू के भन्छ याद गरेको छैन चिन्छ याद गरेको छैन यो क्याप्सी खानु परेछ यो क्याप्सी खाँदै छिटो म त क्याप्सी खाएको भन्दा यो बोल्नु भएपछि त वाक्क लाउँछ नि क्याप्सी खानु जाउँ भनेर है उनीहरूलाई त्यो कस्तो दामी खाएको छैन चिचिको भयो भाइ तिखा लागेन यो सन्चै ए खानु त हौ यो खान्छ त म चाहिँ हामी दिदिन लाग्छ बट्टामा हालेर बोकेन त्यहाँदेखि बच्चालाई नदेखाए पनि बताइन्छ भाइले खाएको डल्लै भिडियो गरेको छ भाइ के लाग्नु त्यसरी होइन त्यसरी खान्छ त्यसरी खान्छ त स्टोभमा खेलाउनु जान्दछ ए पक्रिने जग्गामा चाहिँ उयो रहेछ नि त मासु त्यही भएर खेलाउँदैछ खानु नि दुईपल्ट त्यो थियो आज एकपल्ट मात्रै उस्तो चिन्ता थियो आज अस्ति चिन्ता मात्रै थियो ए